दर्शक श्रोताहरू हार्दिक स्वागत छ भुन्टी सिरियलको रिभ्यू भिडियोमा। साथीहरू, यति बेला भुन्टी नयाँ भागमा पनि भूमिकाको बिहेको लागि भुवन गाउँ हिँडिसकेका छन्। हो साथीहरू, केही मात्रामा भए पनि सम्झाइ बुझाइ गरी र अब भुन्टीलाई दुःख नदेऊ र यस्तो अवस्थाको भाइलाई पनि केही कष्ट नदेऊ है भनेर श्रेयालाई सम्झाइरहने क्रममा अब पनि श्रेया फेरि रिसाउनतर्फ लाग्छिन् र सधैँ भुन्टीको मात्रै याद ख्याल गर्नुपर्ने र तिमीले त मलाई कुनै माया पनि गर्दैनौ र ख्याल वास्ता समेत मेरो त नाम पनि लिँदैनौ भनेर भनिरहेकी हुन्छन् भने अब गाउँ गएर भुन्टीलाई कस्तो छ र भाइ बुहारीको बारेमा केही फोन गरेर सोध्ने खोज्नेसम्म होइन नि भनेर यस्ता कुराहरू वचन दिएर त्यहाँबाट पठाएकी हुन्छन्। हो साथीहरू, अब पनि भुवनले निकै सम्झाउने प्रयास गर्दा पनि श्रेया भने त्यही मोडमै रहेकी छिन् र कहिल्यै परिवर्तन हुनेवालामा पक्कै देखिएकी छैनन्। हो साथीहरू, अब पनि जे जस्तो भए पनि फेरि पनि श्रेयाको बानी बेहोरामा विश्वास नलागेर यता भुवनले भने केही पैसा भुन्टीलाई दिएर त्यहाँबाट निस्किरहने क्रममा पैसा दिएको दृश्य भने यति बेला केही परबाट श्रेयाले नै देख्न पुग्छिन् र अब यही मौका पारेर अब त्यो पैसा भने भुन्टीले पटुकीमा राखेको पैसा यानि कि पटुकीमा राख्छिन् र त्यही देखेपछि अब भुन्टीकै साथमा पैसा छ भन्ने सोचले मैले यहाँ राखेको पैसा यानि कि चोर 10 लगाएर भुन्टीमाथि अब भूपेन्द्रकै अगाडि फरिया निकालेर यानि कि फरिया तानेर त्यो पैसालाई देखाएर कसले चोरे त, यो चोर्नेलाई मैले यस घरमा राख्न सक्दिनँ। अब तपाईँ त मेरो जे जस्तो भए पनि देवर हो भनेर मैले आदर सत्कार र मेरो कर्तव्य पुरा गरेको छु भने अब सबै मैले नै गर्नेछु र भुन्टीलाई पनि मैले यो चोर्नेलाई पनि यहाँ राख्न सक्दिनँ, अहिले नै निस्केर जा भनेर रहेको क्रममा यता भूपेन्द्रले पनि अब यस्तो पक्कै पनि यिनले गर्न सक्दैनन् सम्म भनेका थिए। हो साथीहरू, अब पनि यसै क्रममा त्यहाँ जेरीको प्रवेश हुन्छ र अब भूपेन्द्रलाई समाउँदै मैले तिम्रो ख्याल वास्ता गरिहाल्छु नि, मेरै मायामा पागल भएर तिमीले यसलाई त्याग्न तयार थियौ होइन भन्दासम्म केही बोलेका छैनन् भूपेन्द्र। हो साथीहरू, अब पक्कै पनि भुन्टीलाई मायाको आभास दिलाउँदै फेरि पनि पर स्त्रीको हात र साथ मात्रै पाउँदा समेत श्रीमतीको बारेमा केही पनि सपोर्ट गरेर बोल्न नसकेका यी श्रीमानलाई हजुरहरूले के भन्न चाहनुहुन्छ? हो साथीहरू, पक्कै पनि आफ्नो श्रीमानले आफूलाई इज्जत आदर गरेको भए पर स्त्री यानि कि बाहिरको महिला यसरी घरभित्रै आएर यतिसम्म हक र अधिकार जमाएर आफ्नी श्रीमतीलाई यानि कि उसको श्रीमतीलाई यति भन्ने अधिकार पनि पक्कै भूपेन्द्रले नै दिएका हुन्। त्यसै कारण पनि यति बेला भुन्टी निकै निराश भएर रोइरहेकी थिइन् भने अब पनि यही मौका पारेर अब तिमी यहाँ आऊ भनेर जेरी र श्रेया पनि कुराकानी गरेर भुन्टीलाई निकाल्नतर्फ लागेका थिए। हो साथीहरू, अब पनि भुन्टीलाई निकै रिस उठ्छ र भित्र गएर दुवैजनालाई समातेर राम धुलाई गरेकी हुन्छन्। हो साथीहरू, यति बेला आफ्नै जेठानी दिदीलाई पनि राम धुलाई र रगतमै यानि कि चोटपटक लाग्ने गरी दुवैजनालाई निकै आक्रमणका साथ राम धुलाई गरे पश्चात पनि त्यहाँबाट दुवैजनालाई धक्का दिएर बाहिर निकालेको दृश्य हामीले देख्न पाएका छौँ। हो साथीहरू, पक्कै पनि यति बेला भुन्टीमाथि आक्रमण र अत्याचारले सीमा पार गरेपछि भुन्टीले भने यस्तो गर्न बाध्य भएकी हुन्। हो साथीहरू, अब पनि श्रेयाले भुन्टीमाथि निकै आक्रमण यानि कि निकै हेपाई भुन्टीले निकै हेपाई र चेपाई सहेर आइरहेको अवस्थामा पनि निकै